आज पनि धेरै माननीय ज्यूहरूले कुरा उठाउनु भयो। बाँदर बन्देलहरूले आज पनि जनताहरूलाई दुःख दिइरहेको छ। यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदैछौँ, यसको हामीले के लेख्दैछौँ यो विषयमा पर्दैन। आज जनताहरू भनिरहेको छ कि बाँदरलाई सलामी देऊ, मान्छेहरू नबस्छ, सांसद मन्त्री राष्ट्रपति प्रधानमन्त्री भएर नबस्छ, बाँदरलाई सलामी देऊ। यदि होइन भने हामीलाई दुःख दिइरहेको छ, बस्ती उठाइरहेको छ, बाँदरलाई सलामी देऊ, मार्न पाऊ भनिरहेको छ। यो कुरा म सरकारलाई अवगत गराउन चाहन्छु। सभामुख महोदय, आज शिक्षा हुने खानेहरू जो सांसद मन्त्री शिक्षकहरूले आफ्नो छोराछोरीहरूलाई प्राइभेट स्कुलहरूमा राम्रो स्कुलहरूमा शिक्षा दिइरहेको कुरा यहाँ हामीले जनताहरूले भनिरहनु भएको छ कि म अनुरोध गर्न चाहन्छु, आज यो देशमा भइरहेको सामुदायिक विद्यालयहरूलाई सुधार्नु पर्छ भने हाम्रा छोराछोरीहरू पनि मान्य सदस्य आशिका तामाङ, के नियमावली, कुन नियमावलीको कुन नियमावली? 21 को घ। मान्य सदस्य माइक दिनुहोस् उहाँलाई। मान्य सदस्य, उहाँले के आपत्तिजनक शब्द प्रयोग गर्नुभयो? बाँदरलाई मार्नु पाउनुपर्छ भन्ने उहाँले जुन अभिव्यक्ति दिनुभएको छ त्यो एकदमै आपत्तिजनक शब्द हो र यो चाहिँ फिर्ता होइन, यो पुरै काटेर चाहिँ फालिनुपर्छ भनेर भन्न चाहन्छु। बस्नुहोस् मान्य सदस्य, बस्नुहोस्। सलामी दिनु भन्नुभयो, मान्य सदस्य बस्नुहोस्। आपत्तिजनक शब्द छ।